यो बाटो चाहिँ जहिले जाम हुने छ के हो के डिस्कस गरेर हो क्या हो यहाँ बाटो खोले नखोलेको झगडा गरेर बसेको छ यार मान्छेहरू यार भयो चाहिँ के यार सानो कुरामा झगडा गरेर बाटो ब्लक गरेर दुनियाँलाई यार सबैजना ओर्लिनु पऱ्यो नि के भयो के भयो नियममा चलाउनु पर्दैन होइन भइहाल्यो नि सानो कुरामा किन डिस्कस गरेर नि दाइ भइहाल्यो नि जाउँ ब्रदर जाउँ छोडी राखौँ दाइ यसले मलाई थर्कायो क्या ए दाइ सुन्नु न गाडीवाला दाइ उसले भन्नु त एकछिन भन्नु नि त एकछिन भन्नु नि त कसले थर्कायो सुन्नु एकछिन भन्नु न एकछिन भन्नु न भन्नु न बाइकवाला मान्छे भन्नु खोज्यो होइन यसले थर्कायो भने होइन त्यो भिडियो नबना बाबै बनाएको छैन त्यो भिडियो नबना फेरि भिडियो छ नि भिडियो बनाउनु काम नगर सबै मिलेर हिँड्नु पर्यो त यार पछ दाइ यसले थर्कायो रे मैं कसले ठुल्ठुल कुरा गरेको छ ए दाइ त्यही भएर दाइ छोडिन दाइ बुझ्ने मान्छे भयो अरे यार ओ भाइ जाउँ न यार जाउँ न यार ए मा किन्ने कि जुत्न जा मा कि बाइक छोड जाम के गरेर भने मान्छेको काम छ भाइ जाउँ न ब्रो यार जाउँ सबैलाई जाम भइरहेछ म त म त्यो साइड दिनु मा ट्राफिक आउँछ 100 वर्ष बढी कुरा नगर फेरि ट्राफिक आउँछ 100 वर्ष राख्नुलाई मा ठुलो कुरा गर्छ यार सरी गाई अति नै भयो रक्सी खाएको छ मुला एक कोरो करा गरिरहन्छ मुला त्यो दाइले होइन यो बाइकवालाले चाहिँ क्या आफ्नो लागि आफै त उ गर्छ विनाशकारी बिपुर के अरे केलाई काला भने के सहरतिर दौडिन्छ के भन्छ नि हो त्यस्तै बुखान भयो क्या यहाँ त्यो दाइले के पनि भनेकै छैन त्यो सिनेराले बिचरा उसले ल भन्न छ उसले 5 यति जाम हुनु भनेको 5 मिनट जाम हुनु भनेको 500 सेकेन्ड जाम हुनु हो 5000 सेकेन्ड होइन त्यही भएर होइन नेपाल जाँदा हो यार जाऊ मलाई एउटा अलिकति त्यो उ भयो भनेमा त्यो डिस्कस गर्नु पर्ने आवश्यकै छैन नि मान्छेबाट गल्ती हुँदैन दाइ भएन दाइ मिलन दाइ अलिकति गल्ती मान्छे त्यो एउटा के ल दाइ है दाइ म त्यस्तै हो त्यस्तो हुन्छ जाउँ ब्रो सबैको पालो आउँछ क्या सबैको पालो आउँछ ब्रो त्यो जानु पर्दैन छोड्यो ब्रो यार गाडीवाला भयो माथि यस्तो हो क्या ब्रो कि माथि झ्यामझुम हानिदिइहाले हुन्थ्यो होइन त्यो उ गरेर कामै छैन हेर न अब हामीले गर्दा एउटा बाइकले गर्दा कति जाम भयो त्यो मुजीले गर्दा म त्यही भन्छु तिमीले मलाई थर्कायो त्यो गाडीलाई थर्काएन भनेको उसको गल्ती हो त होइन त्यही त होइन गल्ती छ भने हाम्रो गल्ती स्वीकार के भयो त भने क्या होइन र यत्रो जाम छ अलिकति छुन्छ सरी है ब्रो भन्यो सरी है ब्रदर सरी है दाइ भन्नु सिक्दैन सकेन मुजीलाई अब जनसम्झ नहुने त्यो त मुजी रहेछ यार मुजी त्यस्तो ठाउँ त हामीले पनि छ नि यार ए भाइ ब्रो यार नेपाल भनेको सबैको हो क्या अब माथि यो टोल तेरो यो टोल मेरो होइन क्या हामी मुजी आफ्नो काम गर अब हामी आफ्नो काम गरेर हिँड्ने मान्छे अर्काको मतलब भएन क्या ठोक्क डिस्कस हेर्नुभयो गाइज सानो मिस्टेकमा आफ्नै नेपाली दाजुभाइहरू एउटा सानो गल्तीले ठोक्क ठुलो इस्यु बनाउँछ अब यहाँ इस्यु बनाउनु पर्ने कुरै छैन क्या
सर ल एकजनाले सरी भन् ए यार अहिलेको जमानामा सरी भन्नुलाई के भयो त यार सरी भन्दैमा के जान्छ के भन्ने अब आवेशमा मात्र आउँछ के हानान गर्नु कि त कुटाकुटी गर्नु होइन के यताउति गर्नु फोकर दुनियाँ जनतालाई दुःख दिएर यार एउटा बाइकले गर्दा एउटा बाइकले गर्दा कति जाम भयो यार 10-15 मिनट राखेको भयो जाम भयो यार हामी अहिले 10-15 मिनट कहाँ पुगिसक्यो यार 10 मिनट 13 मिनटमा फैका चोकबाट एयरपोर्ट पुग्छ भने चाहिँ अहिले यहाँबाट अहिले म कहाँ घर पुगिसक्नु पर्ने मान्छे ल फक्कड जामले गरेर दायाँ बायाँ के फक्कड हावामा डिस्कस गरेर ल के हानान पनि गर्न नसक्ने त्यो मुला के भन्ने अब होस् अहिले छोयो भने अब सरी भन्ने के सानो हुन्छ मान्छे ल भन्नुहोस् है सबैजना है मेरो अब युट्युब च्यानलको अब सब्सक्राइबर अब फ्यामिलीहरू है भन्नुहोस् है सरी भन्नेमा कोही सानो हुन्छ आफ्नो गल्ती आफूले स्वीकार्न सक्नु पऱ्यो क्या आफ्नो गल्ती नस्वीकार्ने फुकट जाममा हेर यत्रो जाम हुन्छ यस्तो जाम हुन्छ छैन केही खालि झडा डिस्कस गरेछ फेरि झडा गर्न पनि सक्ने होइन फक्कडा डिस्कस गरेछ हावामा डिस्कस गरेर यार बाटो यत्रोभन्दा 15 मिनट ब्लक गरिदिएर यार के हान गर्नु सक्नु पऱ्यो नत्र यार एकअर्कालाई दाजुभाइ हामी होइन सरी भन्यो भने सिदिने ठाउँमा जहाँ कोही जाँड खाएर हल्ला गर्ने कोही अब यहाँ पाखुरा भयो भने सानिदिने अब के भन्ने एक शब्द यार सरी भन्नेमा कोही सानो हुन्छ यार रिस भनेको सबैलाई उठ्छ रिसले भन्दैमा सबैसँग डिस्कस गर्दै झडा गर्दै हिँड्ने भयो त के भन्ने अब छ्या यस्तो जान्छ त्यसै त जान्छ बाटो यार झन् झडा गरेर फोक्कड जाम गरेर राखेर त्यहाँ मुलीहरू के भन्ने अब भनौँ भने के भनौँ नभनौँ भने के नभनौँ टेन्सन फोकट यो पाइ मोमा चाहिँ के हुन्छ सिङ्गिङमा ट्याक्क जितेर पनि आफू भिडियो त बनाउनु पर्ने हो नि होइन अनि अब यस्तो चाहिँ कालो 1000 भयो डबल लिन्छ के भन्ने रुल्स भने नेपाल के भन्ने सबलाई एकचोटि कुवेततिर साउथतिर लगाएर छोडिनु पर्ने अनि थाहा हुन्छ जबरजस्ती यार 2 लेन गाडी गएर छ कसैले नहुने हो तर हामी नेपालीहरूलाई मात्रै हुँदो रहेछ यार कोही झडा गरिदिने बाटो ब्लक कोही के गरिदिने बाटो ब्लक जे गरे पनि अघि नै 10 मिनट घर पुगिसक्ने मान्छे यार फोकडा मलाई नाटक देखाएर मलाई के बुझ्न सक्नु पऱ्यो बुझ्न पनि नसक्ने म्याचिङ सरी गाइज मुख चाहिँ फेरि के भएको यार फोकडा रिसिँदै हो क्या राम्रो भन्दाखेरि यसो आँखा तर्छ कुटुला यसो गर्छ मारुला यसो गर्छ के भन्ने अब मान्छेहरूलाई दसैँ लगाएपछि यस्तै हो कहाँबाट घुमाउँछ के गर्छ यार यस्तो बिजी रोडमा यार सब पागल मुलाहरू सब पागल कसम
कसम फ्यामिली सब पागल ल ल ल आफ्नै जालमा छ सबजना बिस्तारै मिलेर जाउँ सबैजना सँगै जाउँ भन्ने छैन खालि पछाडि मच्छर अनि घन्टा देश प्रगति हुन्छ के अरे हाम्रो गडसमान सिंहले भन्नुभएको थियो अरे क्या अब मैले त देखेको मान्छे हो होइन अब मेरो जेनेरेसनभन्दा मुनिको देखेको थाहा छैन नेपाली जनता भनेको भेडो हो भन्थ्यो अरे होइन साँच्चै भेडो नै हो क्या भेडो नै हो नि त पक्कडै झगडा गरेर अहिलेसम्म कहाँ पुग्यो घर पुगिसक्ने मान्छे अब काम गरेर हिँड्नुपर्ने भने ठाउँमा यताउति विश्वास यताउति विश्वास खालि याद नेपालीहरू याद के भन्नु एकअर्कालाई सपोर्ट गर्नुपर्ने ठाउँमा आफै झगडा गर्दैछ यो मुला क्यामेरा चाहिँ फेरि के हो मिसिनमा डर पनि त्यो रेकर्ड भएको हो कि नभएको हो थाहा छैन यस्तो बिजी रोडमा झन्डो डिस्कस गरेर बसेर होला सानो कुराको ठुलो इस्यु बनाउनु क्या अब कुरुक्क सरी भनेर सट्ट लाग्यो अब केही नै हुँदामा पकाएर यताउति विशेष गरेर बसेर खाइसक्यो Sorry ito bro. Okay guys, let's move it. के गर्ने बाटोमा अब यसो तनावपूर्ण जिन्दगी सबको सरी भन्यो भने सरी भन्दैमा अब सानो हुँदो रहेछ मान्छेहरू एउटा सरी भन्दामा बाइक चाहिँ भोलि यसरी बनाउनु दिनु पऱ्यो सर्भिसिङ गरिदिनु पऱ्यो होइन यस्तो खालको अब एकैचोटि घाँ गर्छ कि के गर्छ ल आफै भन्नुहुन्छ अहिले त जय हर महादेव जय शम्भु कैलाशपति हर महादेव आफू त पऱ्यो शिवजीको चेला गयो अब हाम्रो गाँजा खाने बेला गयो भने है फेरि आयो भने भयो हाम्रो गाँजा खाने बेला भन्छ नि होइन गानामा चाहिँ मैले चाहिँ भने गयो अब हाम्रो गाँजा खाने बेला हामी सबै शिवजीका चेला गयो हाम्रो गाँजा खाने बेला उहाँदेखि भन्दै अब बरु कति छ जोस् एउटा अलिकति भए पनि कमाइ हुन्थ्यो यत्तिकै हावा दौडिनु पर्दा चाहिँ अब पोक अब ठिकै छ अब भ्लग जस्तो बनाएको छु अब हेरौँ कतिको अब मेरो दर्शक मेरो युट्युब च्यानल फ्यामिलीहरूले मलाई कतिको माया सपोर्ट गरिदिनुहुन्छ यो अब नेपालकै बाटोको बारेमा देखाइदिएको छु है यसलाई हेर्नु त जाम आमा डबल आउँछन् मलाई चाहिँ सबैजना पहिला मलाई चाहिँ भन्ने मात्रै कोही छैन ल जाउँ त मिलाएर जाउँ तिमी पहिला जाऊ म पछि जान्छु भन्ने कोही छैन बाइक पनि अहिलेसम्म 2 लाइन 3 लाइन ल्याएर चाहिँ अहिले 1 लाइन भइसक्यो हावा छ इन्डिकेटर त्यो झलमल्ला छ यहाँ पनि पार्टी प्यालेस ठिक छ जहाँ जे भने पनि राम्रो बनाएको छ नेपालमा राम्रो भएको छ राम्रै हो होइन
विकसित भएको राम्रो हो, तर विकसित भएर यहाँ अलि विकसित भएको यहाँ अलि के भन्ने अब नेपालीहरूलाई पर्दैन रहेछ। हुन त म पनि नेपाली हो होइन, गोर्खेको छोरो, तर के गर्ने आयो गर्दै अब चाहिँ सबैजनाको लागि एउटा साइरन बजेपछि ठिक हुने रहेछ। साइरन नबजेसम्म त हेर्नु त ल, मेरै बाउको बाटो भनेर रोकेर बसेको थियो, क्वाक गरेर एक साइरन बजेको गाडीको हो मेट्रोपोलिस नहर परेको रहेछ। जे भयो भने एक साइरन बज्न पाएन। आफै बन्द भइरहन्छ फेरि मोबाइल पनि। फेरि लाम्बो गयो फर्केर टोइलेटतिर त कसैलाई मजा छैन, सबैलाई झनै हतार छ। टोइलेट केही हेर्नु छैन। जाम जाम ट्राफिक जाम, कलङ्कीको जाम। यो जाममा अब के गरिन्छ, तलबाट जाने बाटो थाहा भयो, तलबाट जाने, थाहा नभए माथिबाट जाममा अड्किरहने। तर जाम छैन फेरि, यस्तो रोडले गर्दा होला, नयाँ रोड बनाउनु लागेको भएर। ओ के हो सानो बाटो निस्केर एउटा ओ ल हेर कस्तो ठाउँ थियो, जङ्गलै जङ्गल ठाउँ थियो। ल अहिले आएर बब्बा किराको होलसेल भइसकेको छ। अनि कति डेभलप भइसक्यो, डेभलप भइसक्यो। मान्छेको दिमाग चाहिँ कहिले डेभलप हुने हो, दिमाग पनि डेभलप भइसकेको छ। धेरैजना जान्ने बुद्धि छ, धेरैजना अब होइन अहिलेको पुस्ता धेरै राम्रो छ होइन, पढ लेखेका डाटा